फाइनली गाइस हेलो सुलुलुलु हम मामा भान्जा फेरि जा रहे हैं इन्डिया के गर्न अरे मामा हामी आज गाइज होइन सिधै 4वटा ल्याउन जान लाग्छौँ 4वटा मिसन गलत बात नहीं जकेट होइन त्यस्तो नसोचौँ रसियन नसोचौँ है हामी जकेट इन्डियन सम्झ्यौँ इन्डियन जकेटको कुरा इन्डियन ब्रान्डको कुरा गरेर गलत बात सोच्ने का नहीं हम जा रहे हैं जकेट लग्ने अनि हाम्रो मामा फेरि एकदम बार्गेनिङमा एकदम फर्स्ट क्लास है ठ्याक्क अनि 1500-1600 छ भनेपछि त्यसलाई ठ्याक्कै आधा हो भन्ने पनि आँट छ है अनि दिन पनि दिएछन् फेरि म फेरि जान्दिनँ त्यही भएर हाम्रो मामालाई ट्यालेन्ट हुनुहुन्छ भनेर मामा चाहिँ बिहान जाडोमा सुलुलुलु गर्न आएको घामै देखाएन नाच्छन् जाडोले फाइनली गाइज हामीले त्यहाँ चेकअप गरेर आइसक्यौँ चेकअप के भन्छन् त्यो के नागरिकता देखाएर माथि नाक देखाएर सिस्टम त कडा रहेछ कतितिर यसरी नागरिकता राखेर मात्र यसरी नाक र कान यसरी देखाएपछि बल्ल आउनु दिनु रहेछ निचे रख भनेको थियो अझ तिनीहरूले हामीले पनि राखिदिउँ के गर्ने त गाह्रो छ इन्डियन माइजू थिए गाइज है मेरी माइजू इन्डियन थिइन् तिमी मयालु सरी माइजू अब बाँकी चाहिँ अरू सामान किनिसकेपछि तो गाइज हम सामान लेके आ गए हैं मामा हम अभी इधर देखो भैया देखो ये हमारा तो और बड़ा है ये सामान जैकेट का क्वालिटी बड़ा है हमको पता है हम अब जा रहे हैं बिल्कुल हम घर की तरफ जा रहे हैं अभी हमारा घर इधर ही है हाम्रो मामाले ठ्याक्कै आधा रेट घटाया है सबै सामानको चकलेटको अरू त अरू यस्तै चक्लेटको पनि मामाले ठ्याक्कै आधा पैसा घटाउनु डेन्जर हुनुहुन्छ कि होइन मामा हाम्रो मामा फेरि फेरि मामा मुसुक्क हालिदिनु वहाँ से इंडिया का वो चेकअप करने वाला थाना छोड़ के आगे बढ़ चुकी है गाइस हम चेक करके जा रहे हैं हमारे साथ हमारे भैया है भैया इधर देख लो थोड़ा हमको भी काहे सुबह उधर चल रहे हो फाइनली गाइज होइन यस्तै हो जिन्दगानी अब हामीले सामान लिएर आयौँ अब घर गएर यो वितरण गर्ने कुरा छ वितरण राम्रोसँग गरौँला वितरण गर्ने कुरा छ मामा एन्ड भान्जा फाउन्डेसन खोल्नु पर्छ कि आयो खोल्नु पनि क्या फाउन्डेसन कि मामा भान्जा फाउन्डेसन ल हुन्छ यस्तो जाडोमा चिसो हुन्छ चिसो भएकाहरूलाई यस्तै वितरण गर्ने समझ जकेट ओके